सभा सकियो भनेर तिमीले सोधेको थियौ नि, त्यतिखेर सकियो भनेर आए तर सभा सकिएकै थिएन। यस्तो यस्तो भयो भनेर त्यो दिनको सारा वृत्तान्त बताउनु भयो। त्यो वृत्तान्त बताएपछि अब माता सतीले ठिकै त्यस्तो मेरो बुवाले सोच्नु भएको छैन होला, अब खुसी हुनुहुन्छ त्यो कुरो बिर्सिनु भयो होला, जाउँ न जाउँ भनेर अब सम्झाउन लाग्नुभयो सतीदेवी। अनि अन्त्यमा भगवान् भोलेनाथले भन्नुभयो जेसुकै गर, गएपछि जाऊ नजाए पनि नजाऊ, जेसुकै गर। बुवाहरूको त्यही हुन्छ नि त भनाइ होइन आमा, त्यही भन्नु भने अन्तिममा के हुन्छ, लोहे जेसुकै गर, के गर्नु गर्नु, यो गर भनेको भए पो त्यही गर्ने त होइन, जेसुकै गर भनेपछि त के गर्ने गर्ने, जेसुकै गर भन्नुभयो। अब माता सती अलिक पर जानुहुन्छ अनि भगवान्ले जहाँ भन्नुभएको छैन भनेर फेरि भगवान्लाई आउनुहुन्छ, भगवान् जान्छु न भन्नुहुन्छ, फेरि जानुहुन्छ, फेरि आउनु। अबका पालिमा अलिक पर जानुभयो अनि सोच्नुभयो अरे मेरा पति त भोले हुनुहुन्छ, सबैले भोला भोला भन्छन्, छिटै प्रसन्न हुनुहुन्छ, म पतिलाई मनाइहाल्छु नि भनेर अब माता सती निस्किनु भयो। भगवान् शङ्करले पनि अब थाहा पाउनुभयो कि माता सती गएपछि फर्किनेवाला छैन भनेर ती सतीका जति पनि थिए सामग्रीहरू सेवकहरूलाई बोकाएर पार्षदहरूलाई पठाउनु भयो। उता यज्ञ भइरहेको छ, माता प्रसुतिका मनमा लागिरहेको छ। हाम्रा बुढा मान्छेलाई कति सम्झाउँदा पनि लागेन, के गरेको नि यस्तो बिचरा त्यो ठुली भनेर आफ्नी छोरीलाई सम्झिराख्नु भएको छ सतीलाई। तब सती जानुभयो, गएपछि माता खुसी हुनुभयो। सतीका लागि पनि यज्ञको सामग्री वस्त्र आभूषण राखिदिनु भएको थियो, दिनुभयो। तब सतीदेवी यज्ञको परिक्रमा गरेर लाग्नुभयो, यज्ञमा जानुभयो। जाँदाखेरि त सबै देवतालाई स्थापना गरेको छ, तर त्यहाँ भगवान् शङ्करको काहीँ पनि स्थापना गरेको छैन। रुद्रभागं तमपेक्ष्य चाध्वरं पित्रा च देवे कृतहेलनं विभो। रुद्रभागं, भगवान् रुद्रको काहीँ पनि भाग छुट्याएको छैन। आफ्ना पिताले आफ्ना पतिलाई हेलना गरेको देखेर माता सती भन्नुहुन्छ आश्चर्यमेता यदसस्सु सर्वदा महद्विनिन्दा गुणपात्मवादिषु। अरे मलाई आश्चर्य लागिरहेको छ पिताजी, तपाईँको मति किन यसरी भ्रष्ट भयो? तपाईँले त्यो दुई अक्षरको शिवको महत्त्व बुझ्नु भएन। यदि कसैले भगवान् शङ्करको अपमान गर्छ, भगवान् शिवको अपमान गर्छ भने त्यो अपमान गर्नेवालाको जिब्रो थुतेर म फ्याँकिदिन्छु, तर मलाई हजुरको जिब्रो थुत्न सामर्थ्य छैन। आज मलाई यो कुराले पश्चाताप भइरहेको छ। जब म यहाँदेखि फर्किएर जान्छु, फर्केर गएपछि मेरा पतिले मलाई दाक्षायणी, हे दक्षकी पुत्री भनेर बोलाउनुहुन्छ, मेरो नाम अगाडि तपाईँको नाम जोडिनेछ, त्यतिखेर मलाई पीडा हुनेछ। किन त भन्दा तपाईँले भगवानको अपमान गर्नुभएको छ। त्यही भएर तपाईँबाट प्राप्त भएको यो शरीर म त्याग गर्नेछु भनेर सतीले अग्निमा